वास्तविक काम भनेको त यो नै हो कि होइन। यस्तोमा यो यहाँनिर चाहिँ उयो हाल्छ, यो बिउहरू हाल्छ, टिप्छ, बिउ टिपेर यसमा हालेर लिएर आउँछ, ड्याङ ड्याङ रोप्छ। मेरो मेसिन त्यहाँ छ अनि हाम्रो बाजेको मेसिन त्यहाँ छ। बाजे त्यहाँ मलाई मेरो लागि त्यहाँ ओम्नी भ्यान लिन जानु भएको बाजे चाहिँ। यो चाहिँ जङ्गलको बिचको बाटो छ, यो पुरै जङ्गलको बिचमा पुरै बारी पनि त्यस्तै छ है। अनि यो साइडमा चाहिँ यो तारहरू वायरहरू सबै लगाएर राखेको छ क्या, जालीहरू। यो चाहिँ किन लाग्यो भनेर सोद्धाखेरि बाँदरहरू जरायोहरू मैले पनि कति देखाएको थिएँ कि यहाँ। अनि मेन कुरा चाहिँ भालु आउँछ अरे कि, भालु चाहिँ आउँछ अरे एकदमै। एकचोटि आएर यो तारहरू पुरै उखालेको भालुले प्लाट उखालेर फालेको रहेछ। अनि यो मिलाएर यताउति गरेको। यो काम राम्रो छ। एसएसडब्ल्यू भिजा पास गर आऊ अनि काम गर। काम दुःख छ, काम सजिलो त छैन है। काम सजिलो त छैन, काम चाहिँ दुःखै छ। गर्नु चाहिँ सक्नुपर्छ, बाँकी त सब ठिक छ। सबजना हो केटा मिलेर हान्नुपर्छ। वास्तविक काम भनेको त यो नै हो कि होइन। यस्तोमा यो यहाँनिर चाहिँ उयो हाल्छ, यो बिउहरू हाल्छ, टिप्छ, बिउ टिपेर यसमा हालेर लिएर आउँछ, ड्याङ ड्याङ रोप्छ। मेरो मेसिन त्यहाँ छ अनि हाम्रो बाजेको मेसिन त्यहाँ छ। बाजे त्यहाँ मलाई मेरो लागि त्यहाँ ओम्नी भ्यान लिन जानु भएको बाजे चाहिँ। यो चाहिँ जङ्गलको बिचको बाटो छ, यो पुरै जङ्गलको बिचमा पुरै बारी पनि त्यस्तै छ है। अनि यो साइडमा चाहिँ यो तारहरू वायरहरू सबै लगाएर राखेको छ क्या, जालीहरू। यो चाहिँ किन लाग्यो भनेर सोद्धाखेरि बाँदरहरू जरायोहरू मैले पनि कति देखाएको थिएँ कि यहाँ। अनि मेन कुरा चाहिँ भालु आउँछ अरे कि, भालु चाहिँ आउँछ अरे एकदमै। एकचोटि आएर यो तारहरू पुरै उखालेको भालुले प्लाट उखालेर फालेको रहेछ। अनि यो मिलाएर यताउति गरेको। यो काम राम्रो छ। एसएसडब्ल्यू भिजा पास गर आऊ अनि काम गर। काम दुःख छ, काम सजिलो त छैन है। काम सजिलो त छैन, काम चाहिँ दुःखै छ। गर्नु चाहिँ सक्नुपर्छ, बाँकी त सब ठिक छ। सबजना हो केटा मिलेर हान्नुपर्छ।